गायक तथा अभिनेता प्रशान्त तामाङको गत 11 जनवरीको दिन निधन भयो। उनको निधनपछि विश्वभरिबाट नै मानिसहरू श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। दार्जिलिङमा उनलाई श्रद्धाञ्जली दिन ठूलो भिड जम्मा भयो। अहिले विश्वभरि बसेका नेपालीहरूमा शोकको लहर छाएको छ। प्रशान्तका आफन्तजन, उनका प्रशंसक, स्थानीय नेता, गायन र चलचित्र क्षेत्रका हस्तीहरूसँगै स्थानीय मानिसहरूको ठूलो भिडले उनलाई श्रद्धाञ्जली दिएको छ। सामाजिक सञ्जालभरि उनलाई श्रद्धाञ्जली दिने, उनको फोटो र भिडियोहरू सार्वजनिक गर्नेहरूको ताँती नै लागेको छ। एकपटक चर्चाको शिखरमा पुगेका तामाङ पछिबाट सार्वजनिक जीवनमा बिरलै देखिन थालेका थिए। त्यतिबेला उनलाई बिर्सिसकेकाहरू पनि अहिले उनलाई पुनः सम्झिरहेका छन्। उनीसँगै 2007 का ती दिनहरू सम्झिरहेका छन्। उनको प्रशंसासँगै समाज शोकमा डुबेको छ। उनको सङ्घर्षमय दिनहरूमा हाम्रो भोट खेर गयो भन्दै उनलाई गाली गर्नेहरू पनि अहिले उनको चर्चामा लागेका छन्। पछिल्लो केही वर्ष यता उनी अभिनय क्षेत्रमा काम गरिरहेका थिए। यस क्षेत्रमा उनले उत्कृष्ट प्रदर्शन गर्न थालेका थिए। तर उनको यो यात्रा अब सधैँ लागि रोकिन पुग्यो। प्रशान्त केवल गायन र अभिनय क्षेत्रमा मात्रै सीमित व्यक्तित्व भने थिएनन्। उनको प्रभाव गायन र अभिनय क्षेत्रभन्दा धेरै पर र गहिरो रूपमा स्थापित भएको थियो। उनको उदयले अप्रत्यक्ष रूपमा भारतीय नेपालीहरूमा शक्ति, ऊर्जा र भावनात्मक एकताको सन्देश पुनर्जागरण गरिदिएको थियो। दार्जिलिङको राजनीतिमा एउटा ठूलो परिवर्तन नै ल्याइदिएको थियो। मूलधारको भारतीयहरूले भारतीय नेपालीहरूलाई हेर्ने दृष्टिकोणमाथि एउटा बलियो प्रश्न नै खडा गरिदिएको थियो। आज हामी उनको जीवनसँगै विश्वभर नेपालीहरूमा उनले जगाएको सांस्कृतिक जागरण र विशेष गरी भारतीय नेपालीहरूमा स्थापित गरेको भावनात्मक एकताको चर्चा गर्नेछौँ। आउनुहोस् प्रशान्त तामाङ भारतीय नेपालीहरूमा एकताको केन्द्र कसरी बनेका थिए भन्ने विश्लेषण गरौँ। दर्शकवृन्द नमस्कार, म एनबी घिमिरे। तपाईहरू हेर्नुहुँदैछ सिक्किम जनखबर। सन् 2007 को कुरा हो। हामी स्कुले विद्यार्थी थियौँ। एक दिन स्कुलबाट जुलुस निकाल्न लगाइयो। प्रशान्त तामाङलाई भोट देऊ भन्ने नारासँगै हामीले गाउँको परिक्रमा गऱ्यौँ। जुलुसमा प्लाकार्ड बोकेका थियौँ। त्यसमा लेखिएको थियो, प्रशान्तलाई भोट गर्नका लागि प्रशान्त लेखेर 52525 मा SMS गर्नुहोस्। यो केवल हाम्रो गाउँको मात्रै घटना थिएन, तर दार्जिलिङ, सिक्किम लगायत विश्वभरिका नेपालीहरूका लागि एउटा साझा घटना थियो। कलकत्ता पुलिसमा जागिर गरिरहेका प्रशान्त तामाङ इन्डियन आइडल सिजन 3 को मञ्चमा देखिए। 20 वर्षको एकजना नेपाली भाषी युवा इन्डियन आइडलको मञ्चमा देखा पर्नु नेपाली भाषी समुदायका लागि एउटा ऐतिहासिक क्षण नै बन्यो। उनी प्रतियोगिताको विभिन्न चरणहरू पार गर्दै गए र इन्डियन आइडल सिजन 3 का विजेता बने। त्यो जित प्रशान्त एक्लैको जित बनेन। त्यो जित त विश्वभरका नेपालीहरूको साझा जित बनेको थियो। सबैभन्दा महत्त्वपूर्ण कुरा, उनको जितसँगै भारतीय नेपालीहरूमा एउटा सांस्कृतिक जागरुकता र भावनात्मक एकता स्थापित भएको थियो। त्यससँगै दार्जिलिङको राजनीतिक परिवेशमा भने परिवर्तन आइरहेको थियो। अब प्रशान्त तामाङको जीवनबारे छोटो चर्चा गरौँ। त्यसपछि उनीसँग सम्बन्धित केही महत्त्वपूर्ण घटनाहरूको पनि चर्चा गर्नेछौँ। प्रशान्त तामाङ चर्चित गायक तथा सफल फिल्म अभिनेता थिए। उनको जन्म 4 जनवरी 1983 को दिन भारतको पश्चिम बङ्गाल राज्य अन्तर्गत पर्ने दार्जिलिङमा आमा रूपा तामाङ र पिता मदन तामाङको कोखबाट भएको थियो। उनले सेन्ट रोबर्ट स्कुलमा अध्ययन गरेका थिए। दुर्घटनामा पिताको निधन भएपछि उनले पढाइ छोडेर पिताको स्थानमा कोलकाता पुलिसमा कन्स्टेबलका रूपमा काम गर्न थाले। यसै क्रममा उनी पुलिस अर्केस्ट्रामा गीत गाउने गर्थे। उनले 16 फेब्रुअरी 2011 मा भारतको नागाल्यान्ड राज्यमा मार्था आलेसँग विवाह गरे। प्रशान्त आफ्नी छोरीलाई अत्यन्तै माया गर्थे। फुर्सदको समय मात्रै नभएर आफ्नो व्यस्त समयमा पनि छोरीसँग बिताउने गरेका थिए। उनको छोरीसँगको धेरै भिडियोहरू अहिले सामाजिक सञ्जालभरि देखिन्छ। गत 11 जनवरी 2026 मा 43 वर्षको सानो उमेरमा नयाँ दिल्लीमा हृदयघातका कारण प्रशान्तको निधन भयो। प्रशान्तको निधनलाई लिएर देशका प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी, सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत अनेकौं व्यक्ति विशेषहरूले शोक संवेदना व्यक्त गरेका छन्। इन्डियन आइडलको मञ्चबाट उदाएसँगै प्रशान्त तामाङ नेपाली भाषी समुदायको एकताको पोस्टर बोय बन्न पुगेका थिए। जानकारी अनुसार कलकत्ता पुलिसको विशेष अतिरिक्त पुलिस आयुक्त जुल्फिकर हसनको आग्रहमा उनले इन्डियन आइडल सिजन 3 मा अडिसन दिएका थिए। हसनले प्रतियोगिताका लागि प्रशान्तको विधा समेत स्वीकृत गरिदिएका थिए।
कलकत्ताबाट अडिसन दिएका प्रशान्त त्यसपछि आगामी चरणहरूमा छनौट भए। निर्णायकहरूबाट उनले मिश्रित प्रतिक्रिया पाए तापनि उनी गला राउन्डमा कहिले पनि तल्लो 3 वा 4 प्रतिस्पर्धीभित्र परेनन्। अन्ततः अमित पलसँगै शीर्ष 2मा स्थान बनाउँदै फाइनलमा पुगे। फाइनलमा अमित पलको तुलनामा करिब 10 गुणा बढी अर्थात् 7 करोड भोट प्राप्त गर्दै उनले इन्डियन आइडल 3 को उपाधि जिते। इन्डियन आइडलमा प्रवेश गरेपछि प्रशान्त तामाङ पश्चिम बङ्गाल, सिक्किम र विशेष गरी दार्जिलिङ पहाड क्षेत्रमा अत्यन्त लोकप्रिय बने। कलकत्ता, दार्जिलिङ, सिक्किम तथा विश्वभर रहेका नेपाली समुदायले उनलाई भारी भोट दिएर जिताएका थिए। त्यतिबेला मिरिक नगरपालिकाका मेयरले व्यक्तिगत रूपमा पैसा खर्च गर्ने घोषणा गरेका थिए। उनका कर्मचारीहरूले 1 महिनाको तलब SMS भोटिङमा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए। ब्रुनाई, बेलायत, हङकङ, UAE लगायत विभिन्न देशमा कार्यरत नेपाली भाषी व्यक्तिहरूले भारतमा भोट हाल्न पैसा पठाएका थिए। उनको समर्थनमा कलकत्ताको हाउडा क्षेत्रमा यात्राहरू आयोजना गरिएको थियो। नेपालको पोखरामा रेडियो अन्नपूर्णाले चन्दा सङ्कलन अभियान चलाएको थियो भने त्यतिबेला 70,000 नेपाली रुपैयाँ दार्जिलिङ पठाइएको थियो। भारतबाट प्रकाशित हुने पत्रिका हिमालय दर्पणले पनि उनको समर्थनमा अभियान सञ्चालन गर्यो। विद्यालय, क्लब, विभिन्न संस्थाहरूले तामाङको समर्थनमा भोट माग्दै हिँडे। उनलाई पहाडको गौरव उपनाम नै दिइयो। सिक्किममा सुरुमा पत्रकारहरूले समर्थन अभियान चलाए। हातले बनाएको पोस्टर लिएर भोट माग्न थाले। दोकानका भित्तामा पोस्टरहरू टाँस्न थाले। सिक्किममा सरकारको पक्षबाट मन्त्री GM गुरुङ र प्रेमसिंह तामाङले प्रशान्तको समर्थनमा ठुलो अभियान चलाएका थिए। ठाउँ ठाउँमा भोटका लागि बुथहरू लगाइयो। त्यतिबेला आफ्नो गाई नै बेचेर प्रशान्तको समर्थनमा भोट हाल्नेहरू पनि थिए। सिक्किमका तत्कालीन खेलकुद तथा युवा मामिला मन्त्री एवं अहिलेका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यव्यापी मतदानका लागि सबैभन्दा महत्त्वपूर्ण योगदान दिएका थिए। सिक्किमका वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङको यो तस्बिर प्रशान्त तामाङलाई जिताउने अभियानकै एउटा घटनासँग सम्बन्धित छ। यो तस्बिर प्रशान्तलाई समर्थन जनाउन कलकत्ता गएको बेला कैद गरिएको बताइन्छ। प्रशान्त तामाङलाई जिताउने क्रममा नै आउँछ अर्को महत्त्वपूर्ण नाम विमल गुरुङ। दार्जिलिङ गोर्खा हिल काउन्सिलका पूर्व पार्षद विमल गुरुङले प्रशान्तको समर्थनमा सशक्त अभियान चलाएका थिए। यस अभियानले दार्जिलिङमा व्यापक जनसमर्थन पाएको थियो। गुरुङको नेतृत्वमा प्रशान्तको समर्थनमा जनसैलाब नै उर्लिएको थियो। प्रशान्त फ्यान क्लबहरू खोलियो, ठाउँ ठाउँमा भोटिङ बुथहरू राखियो। यही जनसमर्थनको आधारमा विमल गुरुङले राजनैतिक प्रभाव बढाउँदै सुभाष घिसिङलाई सत्ताच्युत गरेर पछि गोर्खा जनमुक्ति मोर्चा गठन गर्दै गोर्खाल्यान्ड राज्यको माग र आन्दोलन पुनः उठाएको विश्लेषकहरू बताउँछन्। यसैले विमल गुरुङको राजनैतिक क्षेत्रमा प्रभावकारी उदयमा यही घटनाले महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ। यसैसँग सम्बन्धित अर्को घटना छ रेड FM विवाद। दिल्ली स्थित रेड FM का रेडियो जकी जोनाथन ब्राडीले एउटा प्रत्यक्ष प्रसारण कार्यक्रममा प्रशान्तको सन्दर्भमा गोर्खाहरूलाई लक्षित गर्दै आपत्तिजनक टिप्पणी गरेपछि देशव्यापी विरोध प्रदर्शन भएको थियो। त्यतिबेला दार्जिलिङ र विशेष गरी सिलगढीमा हिंसात्मक झडपहरू समेत भएका थिए। ब्राडीले आफ्नो कार्यक्रममा भनेका थिए, शपकीपर्स विल नाउ ह्याभ टु मेक देयर ओन सेक्युरिटी एरेन्जमेन्ट्स एज गोर्खाज ह्याभ टेकन टु सिङ्गिङ। अर्थात् दोकानदारहरूले अब आफ्नो सुरक्षा व्यवस्था आफै गर्नुपर्छ किनभने गोर्खाहरू गीत गाउन थालेका छन्। उनको त्यो टिप्पणीले भारतीय मूलधारले भारतीय नेपालीहरूलाई कस्तो दृष्टिकोणले हेर्छन् भन्ने कुरा उजागर भएको थियो। भारतका मूलधार विशेष गरी सम्भ्रान्तहरूले गोर्खालाई कसरी केवल चौकीदारको रूपमा हेर्छन् वा बहादुरको रूपमा हेर्छन् भन्ने उनको टिप्पणीबाट स्पष्ट भएको थियो। प्रशान्तको उदायले मूलधारको यो दृष्टिकोणलाई गतिलो चुनौती नै दिएको थियो। भारतीय नेपालीहरूको तीव्र विरोधपछि भारत सरकारले रेड एफएमलाई कारण देखाउ नोटिस जारी गरेको थियो भने रेड एफएमले त्यतिबेला सार्वजनिक रूपमा माफी माग्न बाध्य भएको थियो। कलकत्ता पुलिसमा कार्यरत कन्स्टेबल तामाङलाई विभागीय अधिकारीहरूले पनि खुलेर साथ दिएका थिए। विशेष एससीपी जुल्फिकर हसनले नतिजापछि दिएको अन्तर्वार्तामा तामाङको जितप्रति पूर्ण विश्वास रहेको र प्रतियोगिताका प्रत्येक चरणमा सहयोग गरेको बताएका थिए। इन्डियन आइडल जितेपछि तामाङले सोनी बीएमजीसँग मिलेर नेपाली र हिन्दी गीत समेटिएको पहिलो एल्बम धन्यवाद सार्वजनिक गरेका थिए। उनले अमेरिका लगायत विश्वका विभिन्न देशमा प्रस्तुतिहरू दिए। उनले हिम्मत 2 जस्ता नेपाली चलचित्रमा पार्श्व गायन पनि गरे। सन् 2009 देखि उनले नेपाली चलचित्रमा अभिनय सुरु गरे। पहिलो चलचित्र गोर्खापल्टन 2010 व्यावसायिक रूपमा सफल भयो। दोस्रो चलचित्र अङ्गालो यो मायाको 2011, तेस्रो
किन मायामा 2011 र चौथो चलचित्र निशानी 2014मा प्रदर्शनमा आए। निशानी चलचित्रमा कारगिल युद्धमा गोर्खाहरूले देखाएको वीरताको चित्रण गरिएको थियो। उनले अम्बरधारा नामक टेलिभिजन सिरियलमा पनि एज अ गेस्ट सेलिब्रिटी उपस्थिति दिएका थिए भने पातल लोक नामक चर्चित वेब सिरिजको 2025मा सार्वजनिक भएको दोस्रो सिजनमा उत्कृष्ट अभिनय गरेका थिए, जसको चर्चा र प्रशंसा धेरै व्यापक रूपमा भएको थियो। पछिल्लो समय सलमान खान स्टारर ब्याटल अफ गालवानको छायाङ्कन सकेर प्रशान्त तामाङ डबिङको तयारीमा थिए। भारत र चीन बीच राजनैतिक तनाव निम्त्याउने गलवान झडपको कथावस्तुमा बनेको यो फिल्म 17 अप्रिलमा रिलिज हुने बताइएको छ, जहाँ प्रशान्तको पनि महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ। प्रशान्त तामाङ केवल गायक र अभिनेता मात्रै थिएनन्, उनी त भारतीय नेपालीहरूको एकताको केन्द्र बनेका थिए। भारतीय नेपालीहरूलाई सांस्कृतिक रूपमा एक ठाउँ ल्याउन सफल बनेका व्यक्ति थिए। उनको उदयले वर्षौँदेखि भारतीय नेपालीहरूले गरिरहेको पहिचानको आन्दोलनलाई पुनर्जागृत गराएको थियो। भारतीय मूलधारले भारतीय नेपालीहरूलाई हेर्ने दृष्टिकोणमाथि बलियो प्रश्न उठाएको थियो। प्रशान्तको वरिपरि उभिएको भारतीय नेपालीहरूमा प्रशान्त महासागर झैँ गहिरो भावनात्मक एकता सिर्जना भएको थियो। आफ्नो क्षेत्रको सङ्घर्षमय दिनहरूबाट फेरि उठेर मानिसहरूको मन जित्न सफल बन्दै गरेका प्रशान्तको यात्रा दुर्भाग्यवश सधैँका लागि रोकिन पुग्यो। प्रशान्त झैँ एकल कलाकारले जसरी भारतीय नेपालीहरूलाई भावनात्मक रूपमा एकताबद्ध बनाउन सफल भएको थियो, भविष्यमा त्यस्ता कलाकार र त्यस्ता परिवेश आउलान् वा नआउलान्, तर प्रशान्तको योगदान भने इतिहासको पन्नामा सधैँका लागि अङ्कित भएर बसिरहनेछन्। प्रशान्त तामाङलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।